चाहन्छु। हजुरहरूको साथ सहयोगले विक्रम सम्वत 2065 सालमा भेरीनगर नौचौरमा एउटा सानो सपना बोकेर सुरु गरिएको सुर्खेत चुनाव मावि आज यहाँसम्म आइपुगेको छ। जीवन जगत र शिक्षा जोड्ने अभियानमा छ। हामी केवल पाठ्य पुस्तकमा सीमित विद्यालय होइनौं, हामी विद्यार्थीको सोच, संस्कार, सिप र आत्मविश्वास निर्माण गर्ने विद्यालय हौ, जुन कुरा यहाँहरूले महसुस पनि गर्न सक्नुहुन्छ। आज आयोजना गरिएको यो फाउन्डर कप केवल भलिबल प्रतियोगिता होइन, यो स्वस्थ जीवनशैली, अनुशासन, टिमवर्क, नेतृत्व, विकास र सकारात्मक सोचको अभियान हो। स्वस्थ शरीर बिना स्वस्थ मस्तिष्क सम्भव छैन। स्वस्थ मस्तिष्क बिना गुणस्तरीय शिक्षा पनि सम्भव छैन। त्यसैले प्रिय खेलाडी भाइ बहिनीहरू, आज तपाईहरू केवल टिमको प्रतिनिधि मात्रै होइन, तपाईहरू आफ्नो विद्यालय, आफ्नो परिवार र आफ्नो समुदायको गौरव हुनुहुन्छ। मैदानमा उत्रदा डर होइन, आत्मविश्वास बोकेर उत्रनुहोस्। हारको चिन्ता होइन, इतिहास बनाउने आँट बोकेर खेल्नुहोस्। तपाईहरूको प्रत्येक सर्भिस, प्रत्येक पास र प्रत्येक स्पाइक केवल अंकको लागि होइन, यो तपाईको अनुशासन, संघर्ष र सपनाको घोषणा हो। जितेमा नम्रता देखाउनुहोस्। यदि तपाईले जित्नुभयो भने नम्रता देखाउनुहोस्, हारेमा साहस देखाउनुहोस्। किनभने महान खेलाडी स्कोर बोर्ड भन्दा पनि चरित्रले चिनिन्छ। आज यो मैदानबाट तपाईहरू खेल मात्रै होइन, नेतृत्व, आत्मबल र भविष्यको तयारी लिएर फर्किनुहोस्। पूरा भेरीगंगालाई देखाइदिनुहोस् हाम्रो युवा कमजोर छैन, हाम्रो युवा सम्भावनाले भरिएको छ भनेर। त्यसैले हामी शिक्षण पेशाभन्दा राष्ट्र निर्माण गर्नतिर गइरहेका छौं। अन्तमा स्ट्रङ माइन्ड बिना खेल अधुरो हुन्छ, स्ट्रङ माइन्ड बिना खेल अधुरो हुन्छ, स्ट्रङ बडी बिना शिक्षा अधुरो हुन्छ, स्ट्रङ क्यारेक्टर बिना दुवै अर्थहीन हुन्छ भन्ने भनाइ राख्दै फेरि पनि पालिका, वडा, विद्यालय एवं सिङ्गो शासन परिवारबाट उपस्थित भई कार्यक्रम भव्य सभ्य बनाइदिनु भएकोमा म सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्दै, मेरा आज खेल्नको लागि तपाईहरू यहाँ आएको कारणले, खेलतिर बढी ध्यान दिएको कारणले मैले मेरा भनाइहरूलाई शेष गर्न गइरहेको छु। र आज यो सुर्खेत फ्लावर एकाडेमी यो जुन फाउन्डर कप छ, यो अबदेखि पहिलो पटक भएको छ र प्रत्येक वर्ष शहीद दिवसको दिन यसरी मावि स्तरीय आयोजना गर्ने चाहिँ यहाँहरूका माझ यो कुरा राख्न चाहन्छु। र यो खेलहरू खेलाउँदा निकै चाहिँ खर्च हुँदो रहेछ र यो खर्चको व्यवस्थापनको लागि मैले नगर प्रमुखसँग त एकचोटि कुरा राखेको थिएँ होइन, अलिकति केही गर्न सकिन्छ कि नगरपालिकाको भनेर, तर चाहिँ त्यहाँबाट खासै अब त्यति थिएन होला, के थियो होइन, भाषा सुन्ता लाग्यो होला, रेस्पोन्स खासै आएन। र आज मैले यही ठूला मनहरू भएका मान्छेहरूसँग पनि हाम्रो पुरस्कारको राशि अलिकति थोरै भएको थियो, हामीले थोरै थियो, आज हामी केही राशि अहिले भर्खरै प्लस गर्न गइरहेका छौँ। हामीसँग अहिले भर्खर सुरुमा प्रदान गर्नुभएको छ हाम्रो परमबहादुर खत्रीज्यूले रु 1000, त्यो पुरस्कारमा नै जानेछ, हामी कुनै व्यवस्थापन खर्च गर्ने छैनौँ। त्यसै गरी हाम्रो हातमा लक्ष्मण राणाबाट रु 1100 प्राप्त भएको छ, उहाँलाई